हाई एभ्रिवान, नमस्ते सेवारू साथीहरू, हजुरहरूलाई मेरो मिनी ब्लगमा स्वागत छ भन्दै मैले आज चाहिँ खानाको रेसिपी बनाउँदैछु साथीहरू। हजुरहरूले अन्तिमसम्म भिडियो र साथ दिनु होला है त। अहिले चाहिँ मैले इस्कुस है साथीहरू, इस्कुस तासे अनि त्यहाँदेखि चाहिँ राँगाको मासु छ साथीहरू। राँगाको मासु दाल पाक्दैछ साथीहरू। दाल पाकेपछि इस्कुस पनि काटिसकेर यो मासु अन्डा चाहिँ मेरो छोराको लागि साथीहरू। यो चाहिँ मासु खाँदैन नि त छोराले, भैँसीको छोरालाई अन्डा पनि पाक्यो है साथीहरू। उसले चाहिँ मासु खाँदैन, त्यही भएर ल साथीहरू यहाँ राँगाको मासु पाक्दैछ। अहिले स्कुल लाउने बेला भएको छैन इस्कुस चाहिँ। अहिले पाकिसकेपछि हेर्नु होला साथी। ल अहिले चाहिँ इस्कुस पनि लगाइसकेँ साथीहरू मैले। ल साथीहरू दाल पनि बन्यो। हामीले दाल थोरै किन भन्नुहुन्छ भने हामी थोरै। ल फाइनली सब्जी पनि पाक्यो है साथीहरू। ल है साथीहरू, अघि चाहिँ पकाएको थिएँ भने अहिले चाहिँ खाना लागे। अब भिडियोमा चाहिँ मेरो छोरा र बुढो चाहिँ देख्नु मान्नु भएन। मैले चाहिँ एक्लै खाएको बनाएँ साथीहरू। ल साथीहरू हामीले चाहिँ लाज लाग्यो यहाँ आलु मकैको भातसँग हामीले चाहिँ खाएको। बल्ल बल्ल यहाँ भात पकाएको आज सधैँभरि पकाउने भएको। यहाँ ल सुन्नु है साथीहरू, मेरो बुढोले के भन्दै हुनुहुन्छ। म कहिले खाना सब्जी पकाउँदिनँ अरे, आज पकाएँ अरे। अनि त्यही भएर मैले पकाएको भिडियो बनाएर मकैको भात अनि त्यहाँदेखि राँगाको मासु इस्कुस पकाएर ल अब चाहिँ खाएको है। खायो साथीहरू। ल